बिहानको 4 बजेको हुन्छ, सबै गहिरो निन्द्रामा हुन्छन्, तर एउटी महिला भने आफ्नो निन्द्रा त्यागेर भान्सातिर लागिसकेकी हुन्छन्। उसको दिन आफ्नो लागि होइन, परिवारको लागि सुरु हुन्छ। सबैजनालाई नमस्कार। आजको भिडियोमा हामी एउटा यस्तो विषयको बारेमा कुरा गर्दैछौँ जुन हरेक घरसँग जोडिएको छ र धेरैजसो घरमा यसको मूल्य बुझिँदैन। आजको हाम्रो विषय हो बुहारीको काम कहिले सकिँदैन। एउटा छोरी जसले आफ्नो जन्मघर छोड्छे, आफ्नो आमा बुवाको माया छोड्छे, आफ्नो बालापनका यादहरू छोड्छे र एउटा नयाँ घरमा नयाँ सम्बन्धहरूसँग नयाँ सुरुवात सुरु गर्छे। उसले सोचिरहेकी हुन्छे, अब यही मेरो घर हो, यी सबै मेरा आफ्ना हुन्। तर त्यो नयाँ घरमा उसले आफूलाई साबित गर्नुपर्छ, सबैलाई खुसी राख्नुपर्छ, गल्ती गर्नु हुँदैन, सबैको मन जित्नुपर्छ। उसको दिन चिया बनाउनेबाट सुरु हुन्छ, त्यसपछि खाना पकाउने, घर सफा गर्ने, लुगा धुने, बच्चा सम्हाल्ने, सबैको आवश्यकता पुरा गर्ने। तर कहिलेकाहीँ उसले आफ्नै आवश्यकता बिर्सिन पुग्छे। जब परिवारका सबै सदस्य आराम गरिरहेका हुन्छन्, त्यति बेला पनि ऊ भान्सामा काम गरिरहेकी हुन्छन्। जब सबैले खाना खान्छन्, ऊ सबैलाई थप्दिँदै हिँड्छे र अन्त्यमा आफ्नो खाना चिसिएपछि मात्रै खाना बस्छे। दुःखको कुरा के छ भने उसको यति धेरै मेहनतपछि पनि कहिलेकाहीँ उसले सुन्नुपर्छ, दिनभरि के गरेर बसिस्। यो एउटा वाक्य मात्र होइन, उसको मेहनतको अपमान हो। एउटी बुहारी पनि मान्छे हो, उसलाई पनि थकान लाग्छ, उसलाई पनि आराम चाहिन्छ, उसलाई पनि माया, सम्मान र साथ चाहिन्छ। तर धेरै जस्तो अवस्थामा उसको पीडा उसकै मनभित्र सीमित रहन्छ। ऊ राति सबै सुतिसकेपछि एक्लै बस्छे, आफ्नो माइती सम्झिन्छे, आफ्नो आमा सम्झिन्छे र मनमा नै रुन्छे, किनकि उसले आफ्नो पीडा खुलेर भन्न सक्दिन। आजको यो भिडियो कुनै एकजनाको कथा मात्र होइन, यो हजारौं लाखौं बुहारीहरूको वास्तविकता हो। यदि तपाईँ घरमा एउटी बुहारीसँग बस्नुहुन्छ भने आज एकपटक उसको मेहनत महसुस गरेर प्रयास गर्नुहोस्, किनकि हिजो पनि तपाईँ त्यही समयबाट गुज्रेर आउनुभएको हुनसक्छ। तपाईँले पनि त्यो बुहारीको पल याद गर्नुहोस्, तपाईँहरूले पनि महसुस गर्नुभएको होला पक्कै पनि। उसले दिनभरि के गर्छे, कति थाक्छे, कति कुरा सहन्छे, एकपटक बुझ्ने प्रयास गर्नुहोस्, किनकि घरलाई घर बनाउने काम पैसाले मात्र गर्दैन। एउटी महिलाको त्याग, माया र मेहनत जोडिएको हुन्छ। कहिलेकाहीँ उसले सोच्छ, म कहाँ गलत छु, किनकि ऊ बिहानदेखि रातिसम्म सबैलाई खुसी राख्न खोज्छे, तर अन्त्यमा आफैलाई खाली महसुस गर्छे। उसको दिनमा कहिले ब्रेक हुँदैन, कहिले पज हुँदैन, कहिले आराम हुँदैन। तर समाजले भन्छ बुहारी त घरमै हुन्छ नि, के काम हुन्छ र। यही सोचले उसको मेहनत अदृश्य बनाइदिन्छ। तर वास्तविकता के हो भने एउटी बुहारी घरको ब्याकबोन हुन्छ। ऊ बिना घर चल्दैन। तर विडम्बना के छ भने त्यही ब्याकबोनलाई सबैले हल्का रूपमा लिन्छ। उसले धेरै कुरा सहन्छे तर बोल्दिन, उसले धेरै कुरा बुझ्छे तर सुनाउँदिन, किनकि उसलाई सिकाइएको हुन्छ सहनुपर्छ भनेर। यही नै हो बुहारीको धर्म भनेर। तर के सम्हाल्नु नै उसको परिचय हो त? आजको यो कथामा हामीले त्यही मौन पीडालाई तपाईँको अगाडि ल्याउँदैछौँ। सायद यो भिडियो हेरेपछि कसैले आफ्नो घरको बुहारीलाई अलिक राम्रोसँग बुझ्नेछ, अलिक बढी माया गर्नेछ, अलिक बढी सम्मान दिनेछ। कहिलेकाहीँ उसले आफैलाई सोध्छे, के मेरो जीवन केवल यही जिम्मेवारीका लागि मात्रै हो? तर जवाफ उसले कहिल्यै पाउँदिन, किनकि ऊ बोल्दिन, ऊ सहन्छे, ऊ मुस्कुराउँछे, तर भित्रभित्र टुटिरहेकी हुन्छे। घरका सबैले सोच्छन् सबै ठिक छ, तर वास्तवमा उसको मनभित्र एउटा पुरा संसार थाकिसकेको हुन्छ। बुहारी हुन सजिलो होइन, यो एउटा भूमिका होइन, यो एउटा मौन सङ्घर्ष हो। ऊ बिहान उठ्छे, सबभन्दा पहिला काम गर्छे र राति सबैभन्दा पछि सुत्छे। तर पनि धेरै जसो अवस्थामा उसको मेहनतलाई सामान्य ठानिन्छ। तर सायद याद राख्नुहोस्, घरलाई घर बनाउने शक्ति उसको हातमा हुन्छ। उसको बिना खाना चल्दैन, घर चल्दैन, परिवार चल्दैन। त्यसैले उसलाई केवल काम गर्ने मान्छे नसम्झिनुहोस्, उसलाई सम्मान गरौँ, उसलाई बुझौँ, उसलाई माया गरौँ, किनकि ऊ पनि कसैको छोरी हो, ऊ पनि माया चाहन्छे, ऊ पनि आराम चाहन्छे। अब अन्त्यमा एउटा कुरा मात्र, यदि तपाईँले आज यो भिडियो हेरिरहनु भएको छ भने एकपटक आफ्नो बुहारीलाई हेर्नुहोस् र आफैलाई सोध्नुहोस्, के म उसलाई न्याय गरिरहेको छु त? सायद यो प्रश्नले धेरै कुरा बदल्न सक्छ। बुहारीको काम
कहिल्यै सकिँदैन, तर उसको सम्मान कहिले कम हुनु हुँदैन। यदि यो कथाले मन छोयो भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद, नमस्कार।